हामी आज एका बिहानै एउटा मन्दिर दर्शन गर्न जान्छौँ भनेर दर्शन गर्न हिँडेको अन्तरलिङ्गेश्वर महादेव। यो हजुरको कहाँ पर्छ भने भक्तपुर जिल्लाको सूर्यविनायक चोकमा पुगिसकेपछि त्यसको दक्षिणतिर लाग्नुभयो भने झन्डै 4 किलोमिटर अगाडि हजुरहरूले यो अन्तरलिङ्गेश्वर महादेवको मन्दिर भेट्नुहुन्छ, जहाँ एकदमै रियलिस्टिक त्यहाँको वातावरण, त्यहाँको भौतिक संरचना एकदमै पुरानो छ, मनमोहक छ। हामी त्यहाँबाट सिधै माथिको उकालो लाग्छौँ। त्यो उकालो लागेर माथि पुग्दा हजुरको एउटा ठुलो भ्र्याङ आउँछ। त्यो भ्र्याङबाट अलिकति लामो भ्र्याङ छ, झन्डै 500 मिटर जतिको लामो भ्र्याङ छ अग्लो। त्यो भ्र्याङबाट हामी चढेर गयौँ। यो चढेर जाँदा जाँदा हामी एकदम माथि पुग्यौँ। माथि पुगिसकेपछि हामीले त्यहाँको परिदृश्यहरू हेऱ्यौँ, त्यसको फोटोहरू भिडियोहरू पनि बनाउन थाल्यौँ। त्यसको बनाउने क्रममा म मात्र थिएन, मसँग अरू पनि हुनुहुन्थ्यो। हामीले त्यहाँ पुग्यौँ जब प्राङ्गणबाट, अब हामी प्राङ्गणबाट भित्र छिर्यौँ। भित्र छिरिसकेपछि हामीले पहिलो त्यहाँ एउटा मन्दिर, एकदम पुरानो मन्दिर देखिन्छ जहाँ कलर सलर छैन। अनि त्यसपछि श्री अन्तरलिङ्गेश्वर महादेव भनेर 64 सिद्धलिङ्गे नामावलीहरू छ त्यहाँ। हजुरहरूले त्यो नामावली देख्न सक्नुहुन्छ। कुन ठाउँमा सिद्धलिङ्गेश्वरको मन्दिरहरू छ, काठमाडौँ जिल्ला, भक्तपुर, ललितपुर, मकवानपुर, कुन ठाउँमा हजुरले हेर्न चाहनुहुन्छ त्यहाँ हेर्न मिल्छ। त्यसै गरी हजुरले यहाँ सुरुमा गइसकेपछि त्यहाँ हात धुन, खुट्टा धुन सबै गर्नलाई पानी छ र त्यहाँको वातावरण पनि एकदमै राम्रो छ। त्यो हेरिसकेपछि हजुर अलिकति अगाडि जानुभयो भने एउटा ठुलो पानीको पोन्ड जस्तो देखिन्छ। त्यहाँ त्यो पहिलाको यज्ञ गर्ने जस्तो ठाउँ देखिन्छ, एकदमै राम्रो पनि छ हजुरहरूले अहिले हेर्नुभयो भने। त्यसै गरी उतापट्टि अगाडि भित्तातिरको पार्टमा जानुभयो भने त्यहाँ भगवानको सबै भगवानहरूको मूर्ति छ। हजुरहरूलाई यसरी हामीले त्यहाँको भिडियो लिँदै गयौँ। यसरी यो भिडियो पुरानो एकदमै नेचुरल किसिमको भिडियोहरू छ। हजुरहरूले त्यो भिडियोहरू पनि हेर्न सक्नुहुन्छ। त्यो भिडियोहरू हेर्नुभयो भने लाग्छ कि म साँच्चीकै त्यहाँ यो भगवानकै लागि पूजा गर्न आएको हो भन्ने बुझ्नुहुन्छ। त्यसपछि अलि अगाडि जानुभयो भने एउटा पुरानो हजुरको इनार देखिन्छ त्यहाँ। त्यो इनार हेर्नुभयो भने एकदमै पुरानो छ, भित्र यति गहिरो छ, त्यहाँ गहिरो छ। अनि भित्रबाट पानी पनि आएको, अहिले पनि त्यहाँ भित्रबाट पानी आएको हजुरहरूले देख्न सक्नुहुन्छ। यो इनार भयो, यो इनारभित्र पानी छ। अनि यो अलिकति अगाडि हेर्नुभयो भने हजुरहरूले एउटा भित्रबाट पानी आएको कुलो जस्तो छ। हजुरहरूको भित्र हेर्नु भने एउटा शेषनाग जस्तो अटोमेटिक बनेको छ त्यहाँ। त्यो कसरी बनेको, त्यसको हिस्ट्री के छ, त्यसको ऐतिहासिक पुरातात्विक विकास के छ, कसो छ, त्यो त हजुरहरूको त्यहीँको स्थानीय बासिन्दाहरूले बुझ्नुहुन्छ होला, बुझाउनुहुन्छ होला। अझै हामीलाई त्यसबारेमा जानकारी भएन। त्यसै गरी हामी त्यसलाई हेऱ्यौँ। त्यसपछि त्यहीँको पनि अझै पुरातात्विक पुराना त्यहाँको संरचनाहरू बनेका छन्। ती संरचना मूर्तिहरू छ, कलाहरू छ। त्यसै गरी हेर्दै हामी दक्षिणको गेटतिर गयौँ। दक्षिणको गेटतिर त्यो आजको दिन दक्षिणको गेट बन्द थियो। त्यसपछि हामी अलि अगाडि गयौँ। अगाडि गइसकेपछि हजुरको त्यो भगवान शिवको त्यहाँ डमरू राखिएको थियो, त्रिशूल राखिएको थियो, त्यहाँ गयौँ। त्यसपछि त्यताबाट हामीले अलिकति अगाडि गयौँ। यो घन्टीहरू बजाउँदै हामी अगाडिको ठाउँतिर गयौँ। अगाडिको ठाउँ गइसकेपछि यो मन्दिर यति मलाई अहिलेसम्मको सबैभन्दा एकदमै नेचुरल लागेको मन्दिर, एकदमै रियल मन्दिर बनेको संरचनादेखि लिएर त्यहाँको पूजा गर्ने व्यक्ति, पूजा गर्ने मान्छे, सबै कुरा हेर्दाखेरि एकदमै हजुरहरूले त्यहाँ पुग्नुभयो भने पनि आफूलाई फिल हुन्छ। उहाँ पुजारीहरू पनि आउनुभएको थियो, उहाँ जानुभयो यताउता गर्दै, अथवा उहाँ पुजारी जस्तै देखिनुहुन्थ्यो। आई गेस पुजारी नै हुनुहुन्छ भन्ने मेरो बुझाइ हो। त्यसपछि हामीले परिवारहरू थुप्रै थिए, परिवारलाई पनि हामीले त्यो चारो चामलहरू दियौँ। त्यसपछि हामीले त्यो मन्दिर पनि एकछिनमै बन्द भयो। अनि बन्द हुने बेला पनि भइसकेको थियो अलिकति। हामीले पूजा गरिसकेपछि मात्र मैले भिडियो बनाएको थिएँ। अनि त्यसपछि यतापट्टि हनुमानको मन्दिर राखिएको छ। हजुरको त्यो हनुमानको मन्दिर पनि एकदमै राम्रो छ। त्यसो अलिकति अगाडि गयो भने त्यो एउटा घर छ। त्यो घरको पछाडितिर जानुभयो भने त्यहाँ पिकनिक खानेहरू अथवा भोज भतेर गर्नेहरू, भक्तजनहरूलाई खाना दिने एकदमै ठाउँ छ। त्यो ठाउँहरू पनि हेर्न पाइने रहेछ।
त्यसरी म फेरि त्यो पछाडिको के छ संरचना भनेर बुझ्न गएँ। त्यो पछाडि हेर्दै जाँदाखेरि राम्रै लाग्यो। अनि फेरि अर्को यतापट्टि आउनुभयो भने राइट साइडमा हजुरको फेरि अर्को एउटा मन्दिर छ। त्यो मन्दिर पनि शेषनाग र गणेशको मन्दिर छ। श्री गणेशको मन्दिर छ। त्यो श्री गणेशको मन्दिरको दर्शन हामीले गऱ्यौँ। त्यो दर्शन गरिसकेपछि फेरि हामीले त्यसको पछाडिको संरचना कस्तो छ, के कुराले यहाँ मान्छेलाई प्रभावित पारिरहेको छ भन्ने विषयलाई हामीले हेर्दै पछाडितिर गयौँ। पछाडितिर हेर्दाखेरि पनि एकदमै राम्रो लाग्यो मलाई। पछाडिको त्यो सफा सुग्घर चट्ट परेको सबैजनालाई एकदमै मनपर्ने किसिमको त्यो बाघहरू हामीले हेऱ्यौँ। पछाडि पनि जाने अलिकति अगाडि जाने बाटो रहेछ। त्यहाँ पुरै जङ्गलै जङ्गल छ। एकदमै जङ्गल पनि ठुलो घना जङ्गलै छ। घना जङ्गलबाटै जानुपर्छ। त्यो घना जङ्गल पछाडि पनि कस्तो छ परिदृश्य भनेर मैले पछाडि पनि हेरेँ। पछाडि पनि त्यहाँ जुत्ता चप्पल राख्नेदेखि लिएर भक्तजनहरूलाई खाना खुवाउने ठाउँ सबै छ। त्यसमा अलिकति अगाडि गएँ, एउटा ओम नमः शिवाय लेखिएको यहाँ ठाउँ देखेँ। त्यो ओम नमः शिवाय लेखिएको ठाउँभित्र पनि मान्छेहरू भित्र बस्ने, खाने, भक्तजनहरू त्यहाँ भक्तिभाव गर्ने अनि भजन कीर्तनहरू गाउने त्यस्तो ठाउँ रहेछ। त्योभन्दा हामी त्यसपछि सकेर हामी त्यसपछि तल ओर्ल्यौँ। अलिकति तल ओर्लिसकेपछि एउटा फलामे पुल छ। त्यो फलामे पुलबाट पनि हामी एकछिन चढेर हेऱ्यौँ, वारीबाट पारी हेऱ्यौँ। त्यहाँको सिन हेर्दाखेरि यस्तो राम्रो सिन, यस्तो राम्रो मनपर्ने सिन छ। हजुरहरू पनि त्यहाँ जानुभयो भने आफैले पनि आफैलाई ओहो म कहाँ आएछु भन्ने जस्तो हजुरहरूलाई फिल हुन्छ होला। त्यहाँको पारीको दृश्य हेर्नुभयो भने पनि असाध्यै राम्रो छ। त्यो ठाउँ भनेको म धेरै समयपछि गएको हो। त्यसले गर्दा पनि मलाई धेरै प्रभावित गर्यो। थ्याङ्क यू सो मच यो मेरो मिनी भ्लग हेरिदिनु भएकोमा। यहाँहरू सबैलाई धन्यवाद।